नमस्कार दर्शकवृन्द, अनलाइन केन्द्रमा स्वागत छ। आगामी फागुन 21 गते प्रतिनिधि सभाको चुनाव भए पनि जितेरै आएका सांसदलाई कहाँ राख्ने भन्ने अन्यल अहिलेसम्म कायम नै छ। जेनजी आन्दोलनमा बानेश्वरमा रहेको संसद भवन जलेपछि देशमा सग्लो संसद भवन छैन। ठेकेदार कम्पनीले फागुन अन्तिमसम्ममा निर्माणाधीन संसद भवनको काम नसकाए निर्वाचन पछिको पहिलो संसद बैठक ढिलो हुने निश्चित छ, जसले गर्दा आगामी सरकार निर्माण र बजेट सम्बन्धित प्रभावित बन्न सक्ने देखिन्छ। यसो त राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सोही विषयलाई केन्द्रित गरेर चैत्रको पहिलो हप्ताभित्र सङ्घीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ। शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिगदेल र निर्माण कार्यमा संलग्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सो निर्देशन दिनुभएको हो। नयाँ संसद भवनबाटै प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन गर्ने गरी कुनै पनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिनुभएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भएको छ। त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिगदेलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिब 92% सकिएको र बाँकी काम पुरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने ब्रिफिङ गर्नुभएको छ। अब 92% अहिले फागुन लाग्न लाग्दै गर्दासम्म सकिएको संसद भवन आगामी फागुनको अन्तिमसम्ममा सम्पन्न होला त? त्यो आशंका कायम नै छ। ठेकेदार कम्पनीले यदि प्रतिनिधि सभाको बैठक राख्नको लागि अथवा जुन नयाँ निर्वाचित भएर आएका सांसदहरूलाई राख्नको लागि एउटा संसद भवन बनाउने कुरालाई गम्भीर ढङ्गले नलिए प्रतिनिधि सभाको निर्वाचन पछाडि नवनिर्वाचित सांसदहरू बस्ने बैठक, संसदीय बैठक लम्बिने त देखिने नै छ। देशको एउटा महत्त्वपूर्ण चिनारीको रूपमा रहने प्रतिनिधि सभाको संसद भवन नहुँदाखेरि विभिन्न किसिमका समस्याहरू आइलाग्न सक्छन् र यसको लागि सरकारले अथवा सम्बन्धित सरकारवालाले संसद भवन छिटोभन्दा छिटो बनाउनको लागि तदारुकता देखाउनुपर्छ, पहल कदमी दिनुपर्छ र सरकारले डे टु डे अपडेट समेत लिनुपर्छ भन्ने हाम्रो भनाइ हो। र आगामी निर्वाचन पछाडि संसद भवनको अभाव नहोस्, त्यो त सरकारले के गर्छ हेर्न नै बाँकी छ।